अब जाँदैछौँ हामी थारू सङ्ग्रहालय पार्किङ। गाइडर पनि छु त मैले, राइडर। वाह, यो त मैले इन्डियामा रक गार्डनमा त्यस्तो छ के बनाएको। ₹100 तिरेर दुख छैन नि। सेललाई मारेर रक्सी बनाउने। होरी भने के हो? होली पर्व। रोटी पनि यत्रो ठुल्ठुलो खाँदैन दाजक नै। राणाहरूले यति बाक्लो अनि यति ठुलो खाँदैछ गोङ्गी। गोङ्गी? राङ्गाले के बोकिरहेछ नि? लडी तान्दैछ। लरी? यो तेल पिस्ने? ऊ त्यहाँ तल तेल निस्क बोक्ने डोली, यो दुला बोक्ने। दुईटै त्यही हो। अनि यहाँ के हो यो कपाल त्यस्तो? चौरी। यसले कपाल कोर्ते के कुरो गर्छौ? चन्द्र चौधरीद्वारा बरागिल सामान, ठेगाना तुलसीपुर छ, रजौरा। तुलसी बजार पनि घुम्यो। अब जाँदैछौँ हामी थारू सङ्ग्रहालय। 1-1.5 किलोमिटर पछि थारू सङ्ग्रहालय पनि आइहाल्छ। त्यसपछि थारू सङ्ग्रहालय हेर्नु होला तपाईँहरूले कस्तो छ। There's a calm, beachy ambience. Since this one's not about lyrics, I'd suggest imagining soft finger picking on a sun-soaked guitar. Occasional melodic bends reminiscent of waves rolling ashore. A subtle pocket beat could mimic the rhythm of distant tides. Let the absence of साइनबोर्ड हेर्नु है, साइनबोर्ड हेर्नु है, साइनबोर्ड। फर्स्टचोटि जाँदैछु, थाहा छैन कहाँनिर हो भनेर। के बुढी के भन्नुभयो? दाउरा चाहियो? के भन्नुभयो? मेरो साथी पनि बुढी। यहाँदेखि 1.5 किलोमिटर रहेछ। मिरोली चौक थारू सङ्ग्रहालय 1.5 किलोमिटर। अया खुट्टा के न ठ्याक्कै मिरोली चौकभित्र, मिरोली चौकदेखि भित्रतिर थारू सङ्ग्रहालय रहेछ। मिरोली चौकदेखि 1.5 किलोमिटर भित्र थारू सङ्ग्रहालय छ। अब हेरौँ कस्तो छ। फर्स्ट टाइम जाँदैछु म त, कतिको रमाइलो हुन्छ हेरौँ न। नै आइटु जाइटु, नै आइटु जाइटु, आइटु जाइटु, नै आइटु जाइटु। थारू सङ्ग्रहालय जाने बाटो यही हो, यतातिर लेखेको छ। यही हो कि ऊ त्यहाँ पारेको नि, त्यही होला कि पारेको। ठुलो ठुलो भवन छ कि के छ? ठुलै भवन छ कि के छ त्यहाँ? तल हो। थारू सङ्ग्रहालय पुग्नेवाला छौँ हामी अब केही समयपछि। यही हो जाने कहाँदेखि? यहीँ लगाने गाडी बाइक? हाँ
छायामा लगाउँछु यार म त। थारू सङ्ग्रहालय पार्किङ कति हो दाइ? 20 रुपियाँ। मलाई त नम्बर पनि भन्न आउँदैन यसको। ओके कति हो गरे? 6806 छ र 7 एउटै त हो। के फरक छ र 6 र 7 मा? ओके खुल्ला त छैन कि त यार। 50 को नोट कति हो त्यो टिकट? गेटमै होला नि उताको टिकट। जाम त फेरि है। तिमी मेरो गाइडर हौ नि? हेलो बुढी गाइडर, यो हो यो हो यो हो यो हो भनेर भन्ने है। गाइडर गाइडर बनेछु त मैले, राइडर बनेछु र। अनि कस्तो मलाई पनि गाइडर गाइड भनेको एउटै हो के? कुरै नबुझ्ने ढुङ्गै पुज्ने भनेको पारा यही हो। म किन राइडर बनाउँला तँलाई? कहाँ काट्छन् टिकट? टिकट काट्ने कहाँ हो? थारू सङ्ग्रहालयभित्र छिरिसक्यौँ हामी। संस्कार टिकट घर छ नि 200 रुपियाँ खुल्ला। छ भने दिनु न फेरि। के हो तिमीले नपताएको मलाई आज? अहिले त्यस्तै पारा मानेछु नि मैले। नपताए जस्तो मानेछु त। कोसेली घर के ड्रेस लगानी होस् कि? ड्रेस लगानी होस् कि? कति हो दा एकजनाको? कति? 100 रुपियाँ भन्ने सुनेको थिएँ बाहिर त। दिनुहोस्। ये 20 रुपये ले जाए। एंट्री कहाँ देखियो? यहाँ देखिए। यो हाम्रो थारू सङ्ग्रहालयको गेटभित्र छिर्ने बित्तिकै वाह, यो त मैले इन्डियामा रक गार्डनमा त्यस्तो छ के बनाएको। यस्तै ढुङ्गाको रक गार्डनमा। दुईवटा मान्छे अझै छिराउन सक्छौँ हामी। दुईवटा मान्छे अझै छिराउन सक्छौँ। जुम हुँदैन कि यसले फेरि। त्यो माथि निकाल्नु त यो हेलमेट क्यामेरा बनाउनु कि क्यामेरा बन्द गर्न भन्नुभयो। क्यामेरा लाउड छैन त? टिकट कट्नुपर्छ। ए क्यामेरा कति हो? 300 रुपियाँ एउटा क्यामेराको? त्यसरी छाडिदिनु नबना। त के हो गरे मेरो यो? मेरो को अन गरे नि? अनि तिम्रो नि? तिम्रो नि? तिम्रो फ्यामिली है? फ्यामिली तिम्रो। वाउ ए पहिलो जमानामा? पहिलो जमानामा न अहिले पनि खान्छ। हो र? तर राम्रो बनाएछन् नि? जे होस् राम्रो छ। यो डिग्री पकाउने यो आगो हो कि बत्ती हो? लाइट हो। ए लाइट पो रहेछ यो त। डिग्री पकाउने जमानामा यस्तो डिग्री पकाउँथे। हो यसरी गाइड दिनु है तिमीले। अनि यहाँ के छ? यो चौधरीको
के भन्छन् कुल पूजा गर्छ नि ए कुल पूजा गर्ने यस बाजे अनि ए बाजे बजे बुढो हो भन्छन् बुढो यो त चिने आउला यो त के भन्छ चाखी चाखी मैले त चिनेछु अब दर्शकलाई चिनाउनु पर्यो नि म चाहिँ असलीको मान्छे हो। काट्न लाग्दैन मासु लाग्छ ओहो यो त अचम्म छ त यो बुङ्गर काट्न लागेको यिनीहरू मासु खानेलाई पर्खिरहेछन् नि उता मासु काट्नको बुङ्गर एउटा बुङ्गर उता ढलेछ बच्चा पनि छ बुङ्गुरको त दुध दिँदैछ त बच्चा यो के हो नि फेरि यो कुवादेखि पानी निकालेको नि त्यो बुझेँ मैले वाउ 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 अनि यहाँ के छ ए धान हान्ने डरी यसमा धान कहाँदेखि हाल्छन् यहाँबाट उकारै हो यो उम्काएर ढक्कन ए धान हाल्ने चामल हाल्ने यो जमानामा त्यो हुन्थेन नि पहिला केही साधनहरू त्यही भएर त्यस्तो यता के छ नि पूजा गर्ने कुण्ठी यो त डराउने त्यसो छ त यहाँ त हो त अरू पैसा माग्न बस्छ यहाँ पैसा माग्ने बस्दै यसले दिँदै छैन अब म के गरौँ त यो थारू ड्रेस हो नि यो थारू ड्रेस माघीमा नाच्छ नि यो माघीमा नाच्ने यो मादल बाजेछ त्यो धेरै सोचिरहेको थियौँ यहाँ आउने तर फाइनली आज हाम्रो त्यो भान्सा हो यहाँ आउने दिन भयो यो मेरो हुनेवाली बुढी भइसकेपछि तर धेरै समयदेखि आउन सोचिरहेको थियौँ नि हामी यहाँ फाइनली यो रिसेर पनि ठिकै हुन्छ क्या कहिले काहीँ रिसिनु पर्ने रहेछ क्या घुम्न पाइने रहेछ वाउ सानो बच्चाहरू ओ पुरानो जमानाको त त्यो छ पारि नि रोक्यो पहिला मान्छे केलाई? यो बुन्दै खाने यस्तो छाता हुँदैन नि त पहिला यो ओरेर देउ गढे त्यो ओरेर रोप्ने यो छाता हो छाता बनाउँदैछन् उहाँले उहाँ दाइले छाता बनाउँदै लाग्नु भएछ नि छाता त के हो त्यसको नामै बिर्सेँ त्यसको नाम बिर्सेँ स्याउ हो ल अब स्याउ किन डरेछ यो मान्छे ए किन नसा लाछ र यहाँ छन् त असली मान्छे त सानो गान्टे मान्छेहरू डराउने जस्तो छ त ल ठिकै छ मिहिनेत त लाग्यो अब त्यो फेरि त भाइरल छ यो यिनीहरूको थारू सङ्ग्रहालय भन्ने ठाउँ ठाउँमा हुनुपर्छ नि तिमीले के मान्छे सुतेछौ कि हेर्दैछौ कि के भएर हेरेको नचलाऊ है आगो बले जस्तो छ नि सेम एक नजरमा चाहिँ तिमी पनि कठपुतला त्यस्तो लाग्दैछ जस्तो छ नि त्यो हो कि हेर्नुहोस् पुरा नजारा ए डोरा थारू घर के फोटो खिच्ने होइन र फोटो खिचौँ न एकचोटि भिडियो भइगयो अब भिडियोलाई यहीँ राखौँ न भिडियो यहीँ राखौँ न एन्ड गरेर त्यही त खै देखा त मलाई पनि जे होस् रमाइलो भएछ आज बुढीसँग आएर कतिको फाइदा भयो त आज होइन मलाई पनि यो देख्न पाइयो नि तर
धेरै पहिलेदेखि सोचेर आएको थियौँ नि हामी नि यो होस् राम्रो भयो जे होस् राम्रो भनेछ 100 रुपियाँ तिरेर दुख छैन नि 130 नि 130 ब्याट्री भइदिन क्या यसमा त्यो पनि काम गरेछ डोगोरो घर नि डोगोरो घर लेखेको थियो वाउ झन् ठुल्ठुलो डरी छ यो डरी नि खानेकुराहरू राख्थ्यो कि मान्छेहरूले धान राख्छन् के धानहरू त्यही त यसलाई के भन्छ पहिला चिलिम 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 वाउ उहाँ बाजेले त चिनीमा तान्नु लाग्नुभयो सैया सोचेर बाजेर पैसा मागेको तर शीतलो छ नि यहाँ नि कुन्टे हुन्छ कि नभए यस्तो पूजा गर्ने गर्नु पैसा माग्छ मान्छे सेम तिमीले यस्तै मानेछौ हाँस न किन हाँस्यो पैसा चाहिँ यो पहिलाको खाट यस्तो हुन्थ्यो खाट के पट्टी खट्टे खट्टे यस्तो हुन्थ्यो आजभोलि प्लास्टिकको त्यो कटोर के भन्नु टोकरीहरू के आउँछ आज पहिलाको जमानामा यस्तो हुन्थ्यो कि कता भएर यहीँदेखि देखाइदिउँ त ए उता अहिले जाम्ला ब्याट्री छ किन डर छ कि मलाई कस्तो आगो बलेछ त्यही रातो पिरो डिग्री बन्दैछ डिग्री डिग्री बन्दैछ यो बनाएर चाहिँ नि चिनी आउँदैन न चिनी छैन के हो ढेकी 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 त्यसरी कुट्ने पहिला यसरी त कुट्थ्यो ए कसरी कुट्थे ए त्यहाँ खुट्टा राखेर कुट्थे ठिकै छ राम्रो 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 अति राम्रो जाऊँ न के छ ए दाउरा यस्तै बिटा पारेर बोक्थ्यो पहिला आजभोलि पनि यस्तै बोक्छ आजभोलि पनि यस्तै बोक्छ यो त माथि के लेखेको छ सर्री सर्री लेखेको छ कि त्यहाँ सर्रीको दाउरा होला नि त्यो अनि कोठी कोठी हो कि घोटी हो घोटी दारको नाम होला मालुकाको दाउरा यस्तैले बाटीमा बनाएर बलियो नि डोरी रसी भन्दा पनि बलियो नि कटमेट रातो चकुन बेला राजवृक्ष सुन टाटा रे टाटा र यो पैया लाठी यी जडीबुटीहरू पनि त छैन सर्फगन्ध बोजू बन्न पाइन्छ नाम लिन्छ नि आइज के टाटा के हुन्छ अब के थाहा जङ्गल मालुकाको फल पर्छ नि टाटा होला अब यता दालहरू छ फेरि मेथी धनिया सुप सेतो तेल टाटा त्यसको लडा हो त्यो टाटा यस्तो फल त बन्नु देखेको थिएन न यसको बिउ हो
यसको बिचको खान्छन् कि त्यो टाटा त्यो खोलेको छ नि ए अनि यसको लरा यसको बिचको खान्छन् गुलियो हुन्छ कि कस्तो हुन्छ स्यालको रक्सी रक्सी कालो चुक स्यालको रक्सी थाहा तोरीको तेल यो स्यालको मारेर स्याललाई मारेर रक्सी बनाउने महीको घिउ गाईको घिउलाई महीको घिउ पर्दैछु रमाइलो हुँदैन मलाई नेपाली अलि पाउँदैन म अङ्ग्रेज मान्छे भयो क्या जे होस् राम्रो लाग्यो के अरे मैले काटेँ नि सुँगुर यत्रो भएको थियो मैले यो त्यस्तरी घुमाउँदैन त्यसलाई ठिकै छ ओके भेरी गुड यो राख्ने यो टाउकोमा राख त टाउकोमा त्यो राख्ने अनि छिटो राख्ने राख त्यो पनि राख त एकछिन निस्किनु यो सानो राख न सानो के यताको सानो वाह ठिकै हो गुड आउने रहेछ तल अलिअलि काम गर्न जाने मैले आज पहिला त मलाई केही थाहा थिएन तल काम गर्न पनि आउँछ भनेर हेपेको होइन तिमीलाई किन हेर्ने के पाक्दैछ त्यहाँ के पाक्छ यहाँ ढेँडोहरू पाक्छ ढेँडोहरू खाँदैन नि चटनी चौधरीहरूले यस्तैमा अदुवा लसुन कुट्ने हाल्ने मसला पनि दिएर पिस्दैन पानी त्यही पनि कति मिठो हुन्छ धेरै मसला पनि हाल्नुहुन्न के बुझ्यो त्यही पनि मिठो हुन्छ फेरि यो ढेकी त यहाँ पनि छ सब खै म पनि कुट्छु त कतिको त्यो हुने रहेछ अर्को हुन्छ नि बिस्तारै गर न एकदम बेस्ट 30 रुपियाँ धेरै त हो इभन थारू ड्रेसको ड्रेस हो पनि हो देवखुरीको थारू सेतो लाउँदैन होइन देवखुरीले यस्तो लगाउँछन् अरूले कस्तो लगाउँछन् गरे सेतो त थियो नि सेतो त्यस्तो यो अर्को डान्स हो मान्छे चाहिँ लाग्छ नि मान्छे हो र मान्छे चाहिँ लागेछन् त्यस्तो त नभन यार राणा थारू होरी नाच यो नाच देखाएको आजको नाच राणा आजको नाच होरी कि न होरीले होरी भने के हो होली पर्वमा नाचिने राणा थारू नाच संस्कृति होली भने आज के हो थारूमा राणा थारू गरे के राणा बर्का नाच राणा थारू घर अब राणा थारू घर भित्र गइन्छ है अब भित्रदेखि देखाइन्छ राणा थारू घर कस्तो छ बन्दैछ अहिले यहाँ नि होइन घर मात्र देखाएको के भन्छौ तिमीले थाहा भएन मलाई के भन्छ एक गुन्द्री नेपालीमा त गुन्द्री भन्छन् थारू भाषामा भन्न के भन्छन् एकचोटि चटाई के रे उसको धानको बरालको परालको पराल धानको नि आमाले भात पकाउनु खै तिमी बस त तल आमासँग भात पकाउनु लाग्यो आमा हजुर पाइसकेको छ खाने हो पछि खामलाई अहिले भोक लागेको छैन लोरी दिएको छु के हो र यो लोरी के बेल्ला कत्रो ठुलो हो त यो रोटी पनि यत्रो ठुल्ठुलो खाँदैन दाजुक नै राणाहरूले यति बाक्लो अनि यति ठुल्ठुलो खाँदैन रोटी पनि ठुलै हुन्छ
वाह पुरा यत्रो हुन्छ घरमा। वाह मैले खाएको छु कि उता हलगढी बस्ने क्या पीस दे हो क्या चल घुमी बन्दैछ घुमी गोंगी ए ढ्याङ्ग्रो झाँक्री चलाउने ढ्याङ्ग्रो त्यो झाँक्री बस्ने ठोटो छ नि अनि यहाँ के पाक्दैछ यो गोंगी पाक्दैछ नि यहाँ यहाँ पनि गोंगी पाक्दैछ यहाँ रक्सी खै पाक्दैछ उता गरेर गोंगी पाक्दैछ यहाँ अनि घुमी खै दिखा त हातमा निकाल्नु माथि ए भयो भयो एक्सिलेन्ट यो पिसाइ हुँदैछ नि यहाँ यसरी बसेर पिस्थ्यो कि पहिला मान्छे दालहरू यसो नमस्ते ए के हो चिल्लोम तान्नु लाग्यो बजी त खतरा हुन्छ मान्छे बोइले त चिल्लोम तान्नु लाग्नुपर्छ नि बसेछ भित्र पनि इसको तिमी कान्छी बुढी कान्छी बुढी त घरले जानुपर्ने त नि दाल पिस्ने के हो रे भाइ दाल पिस्ने जातो हो कि जातो है अरू के छ रे भिडियो बनाउन अब तिमी आफ्नो भाषामा भन त थारू भाषामा के भन्छन् उहाँ सुलुपानी दम छ आऊ यो कटे भैँसी हो कि गाई हो यो बैलो हो कि भैँसी भैँसी होइन क्या राँगा हो ए राँगाले के बोकिरहेछ नि लडी तान्दैछ लरी किस्ती पनि त छ त्यहाँ डुङ्गा पनि छ नि पहिला यस्तो लडी तान्दै कि यताउता कस्तो गरे सान बोक्ने अहिले ट्र्याक्टरहरू बोक्छ नि अँ। सामान त्यस्तै योले यसले पनि त्यही काम गर्थ्यो पहिला अनि यो के पानी हो नि ल भन्न यो दानाहरू खाना दिने गुँड दाना हान्ने अनि यो के हो त कुवा यो त ऊ के हो यो ठ्याक्कै भएन भने यो के भन्छ तेल तेल थियो नि पहिला तेल थियो अँ, तेल तेल यसरी गोरुले घुमाएर चाहिँ यो तेल पिस्ने ऊ त्यहाँ तल तेल निस्किन्छ फेरि तेल नि क्या तेल पेल्ने कृषि घर ए आइज न हँ अन्त साँच्चैको त हो धान डुप्लिकेट हुन्छ धान पनि डोली झाप्पन झाप्पन डोली क्या डोली लिएर घुम्छ अनि यता त्यसले जाति यहाँ ए अनि हेर यहाँ डोरीहरू रस्सीहरू हेर यहाँ यो नि यो बनकस बनकस खरको बनकस डोरी बाँड्नु त्यसले चाहिँ बनकस दौरी खटे बन्ने बार बान्ने सबै अरू मैले अहिले धान पराल बोक्नको लागि बनाएको अनि यहाँ के हो यो कपाल त्यस्तो चौरी चौरी थियो चौरी ल्याएको त्यो त चौरी होला यो के यो 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 के हो यो त होला नि घोडाको पुच्छर घोडाको पुच्छर पक्सिने भाडा रक्सीहरू पक्षी बस्यो पक्षी बस्यो पक्षी बस्यो
धेरै राम्रो बनाएको छ नि यार नि तिमी त आउनु मानेको थिएनौ त यो त बजाउने नाच्नु कति कुरा त अहिले बेला पनि थाहा छैन कि त्यो पुरानो हुँदै नि त्यही भएर यसले याद दिलाउँछ कि यस्तो ठाउँले यसले कपाल कोर्थे पहिला यसले यसले कपाल कोर्थे के कुरो गर्छ हौ कति भन्छ के लाग्यो यसले कपाल कोर्थे ए पहिला यो र यो ठक्रा त्यो सिन्का होला त्यो सिन्का हो त्यो यो सिन्का भएको यो ठक्रा भएको यसले कपाल कोर्थे यहीँ महिलाहरूको केस कोर्न पर्यो गरिने सामग्री यो पनि लेखा थियो नि यो महिलाहरूको केस कोर्दा केसको लट्टा फुकाउनु पर्यो गरिने सामग्री के कोरेर देखा त यो हङकङ भइगयो यो बिना हावा फाल्ने बिरा भइगयो त्यो बोक्नेमा टाउकोमा बोक्ने भइगयो अनि यिनीहरू पहिलाको जमानाको भाडा सुतै भन्थेँ नि मैले अघि त्यहाँ ऊ यसले भन्छ क्या सेतो छ नि के सुतै त्यहाँ तिमीले के हो भन्छ नि पानी सल्ल बोकेर यस्तो खोलामा पाइन्छ कि जस्तै घुम्नु पाइन्छ नि खान्छन् कि अब यो हलो हो हेलो जुवा खेतबारीमा दोस्रो र तेस्रो पटक जुत्ता प्रयोग गर्ने के हो खेतबारीमा युज हुने सामग्रीहरू हुन् कि यिनीहरू औजारहरू भन्छन् कि यसले हिँगा भन्छ यसलाई खेत जोतिसकेर सम्म गराउँछ नि यसले हिँगा त्यो खेत जोतिसकेपछि समूह बनाउने यसले जोत्ने अनि त्यसले फेरि समूह बनाउने नि अनि त्यो नि त्यो पारि यो बाङ्गे भएको छ त काठ थाहा भएन तल थाहा नभए मेरो दर्शकहरूलाई थाहा हुन्छ यस्तै बोल्छ नि बलगर यस्तो पछि अनि दर्शकहरूलाई थाहा छ नि मेरो सुपायो छट्टियो छत्री छत्री भएको यति हो ओढ्ने यो के भयो सुप्पा भएको यो अनि यो के लेखेछ के पिस्टुर भएको यो बन्ठी वर्षा खेतमा धान छर्न प्रयोग गरिने सामग्री कसरी हालेर धान हाले नि बिउ राख्ने छोड्नु यिनीहरू खाटमा ओछ्याउने यिनीहरू भुइँमा ओछ्याउने यो भाँडाहरू माटोको भाँडा भयो सब माटोको भाँडा हो यिनीहरू कोही रक्सी बनाउने कोही घैँटो कोही के काठको चप्पल ए काठको चप्पल पनि छ यहाँ वाउ सानो हलो नि यिनीहरू नि यिनीको हुन् चन्द्रराम चौधरीद्वारा बानागिल सामान उसले बनाएको अरे सामान चन्द्र चौधरीद्वारा बनागिल सामान ठेगाना तुलसीपुर छ रजौरा यो बनाएको हो बनाइदिएर यहाँ सङ्ग्रहालयमा दिएको नि त्यही होला त माछा मार्ने दुइटै यो पनि माछा मार्ने त्यो पनि यो पनि माछा मार्ने त हो आजभोलि पो जाली जुली आउँछ यस्तो जाली आउँछ पहिला मान्छेले जाल पुरुषद्वारा माछा बजाउने पकड है जाली भन्छ जाली यो लास्ट हो नि लास्ट कोठा हो नि यो भइगयो एकचोटि सल्लक्क देखाइदिन्छु एन्डिङमा त्यसपछि भइदियो फेरि